तलतिर देखिरहेको चाहिँ त्यो हामी बस्ने क्याम्प होइन, पालहरू भनौँ न होइन, भर्खरै पाल तरेर बनाइयो होइन। यसपालि सिजनको यात्राको लागि भनौँ न होइन, व्यवस्थित भइसकेको छ होइन। किचन भान्साहरू रातो रातो देखिरहेको, बाँकी चाहिँ होइन त्यो तिरपालहरू भयो। अनि यो विशेष गरी हामी यात्रा गुम्बा खोज्ने पाटन होइन, यो चाहिँ यसरी खोज्नुपर्छ होइन, यसरी खोज्नुपर्छ। यो चाहिँ पाटन होइन, यहाँ चाहिँ फाइनली यात्रा गुम्बा भेटिन्छ होइन। एकजना उहाँले भन्नुभयो जस्तो लाग्यो, अनि उरो म चाहिँ घटेर जान लाग्यो आज होइन। अनि यो चाहिँ काखमारा र गुनासाको एरिया जुन होइन, एरिया भ्यू भनौँ न। अनि च्याउ खोज्नुपर्छ, कहिले भेटिन सक्छ है। आज चाहिँ म चाहिँ विशेष गरी घटेर जान लाग्यो होइन। यस्तो तरिकाले च्याउ खोज्नुपर्छ होइन। यो सबै हाम्रो गाउँको मान्छे भनौँ न होइन। अनि जस मिहिनेत गर्नुपर्छ, त्यसमा पनि भाग्य माने मान्छेले अलि बढी पाउने हो। अनि यारसङमा चाहिँ अहिले बजार मार्केट अनुसार अथवा गाउँको मार्केट रेट अनुसार एउटा जरावर प्रति जरावर 400 देखि 500 पर्न जान्छ होइन। अनि अलिकति मौसम पनि आज अलिकति जाडो भइरहेको जस्तो भएको छ होइन, हुस्सो आइरहेछ भनौँ न। अनि बाँकी हाम्रो केटाहरू त्यहाँ के गर्दै रहेछ होइन, त्यही हो। अनि बाँकी मान्छे चाहिँ उता डाँडातिर पनि छ होइन। अनि जे होस्, किरा चाहिँ यस्तै खोज्नुपर्छ, ब्यागमा खाजा हालेर होइन। अनि के भन्छ, रेनकोटहरू बोकेर अनि कुट्टो समातेर, कुट्टो चाहिँ खन्नको लागि परेको होइन विशेष गरी। अनि ऊ चाहिँ छ्याबाङ पनि त्यहाँ बसिरहेको रहेछ, खोजिरहेछ भनौँ न। खोज्दा होइन, कसैले पाउँछ कसैले पाउँदैन, त्यही त हो नि होइन। ल त्यही हो, अहिलेलाई यति गरिदिउँ होइन। यो भिडियो चाहिँ बाँकी हामी अब नेट चल्यो भने गाउँतिर गएर पोस्ट गर्नेछौँ होइन, त्यही हो है। फाइनली यतिखेर मैले नि एउटा यारचङमा भेटाएँ होइन। यारचङमा चाहिँ हेरौँ यस्तो टाइपको छ यहाँ होइन, नजिकै आएर। अनि यो यारचङमा होइन, विशेष गरी यारचङमा चाहिँ यस्तो टाइपको छ होइन। यी हेर्न सक्नुहुन्छ यहाँ, यो चाहिँ मैले भेटाएको फाइनली होइन। अनि यस्तो टाइपको छ, एक चाहिँ अब खनेर हेर्छौँ हामी यसलाई कस्तो छ भनेर होइन। त्यही हो है, खन्ता आँटेश्वर एकछिन कस्तो रहेछ योभित्र। ईश्वरले खन्दाएको छ होइन। अनि जस यस्तो टाइपको हुन्छ यारचङमा। यो चाहिँ माथिको भाग भयो, अनि आसनाको भाग चाहिँ हेर्न बाँकी छ होइन। अनि कोही चाहिँ सामान राम्रो हुन्छ, कोही चाहिँ अलिक सानो टाइपको हुन्छ किरा होइन। यो चाहिँ एक प्रकारको किरा नै हो, किरा हो, मरेर चाहिँ ठुलो बन्ने हो होइन। अनि कस्तो राम्रो छ त छैन कि होइन, राम्रो छ क्या, खोइ कस्तो छ अब एकचोटि ठिकै छ, ठिकै छ। डेट चाहिँ गएको छैन, डेट न 4-5 त जान्छ अहिलेको भाउ बराबर। यस्तो टाइपको हुन्छ। यसलाई चाहिँ हामी फाइनल के गर्छौँ भने ब्रस गर्छौँ, अनि ब्रस गरेर मात्रै यसलाई बिक्री गर्नुपर्छ। यसको मार्केट अनुसारको रेट चाहिँ अहिले 400-500 पर्न जान्छ प्रति जरा बराबर होइन, यारचङमा। अनि यो चाहिँ हामी अहिले यति बेला कहाँ छौँ भने फाइनली गुनासो होइन, काखमाराको गुनासोको एरियामा छौँ। यो चाहिँ देखिएको चाहिँ गुनासोको भ्यू होइन। अनि हामी यारचङमा खोज्ने पाटन चाहिँ यो होइन, एकजना तल खोजिराख्नु भएको छ। अनि भनौँ न अब आदि मान्छे उतातिर गएको होला। यसरी खोज्नुपर्छ क्या मिहिनेतको साथ होइन, कुट्टो समातेर हातमा होइन, पन्जा लाएर। अनि हार्डवर्किङ हो होइन यो चाहिँ। अनि तर सर्टेन टाइममा पैसा राम्रै इन्कम हुन्छ भनौँ न। जस अब 1.5-2 महिनामा मान्छे कमाउने मान्छे 1.5-2 लाख पनि कमाउँछ। अनि अरूभन्दा राम्रो नि हो, अब भाग्यमानी मान्छेले अलिक पाउने हो बढी। अनि प्लस हार्डवर्किङ पनि हुनु पऱ्यो, मिहिनेत पनि हुनु पऱ्यो। अनि झनै भाग्यमानी मान्छेले बढी पाउने हो। अनि त्यही हो, यो चाहिँ यारचङ गुम्बा होइन। यसपालिको भनौँ है, फेरि पहिलाको होइन, यो न्यू यारचङ गुम्बा होइन। यो चाहिँ 2082 सालको आज करिब कति भयो भने वैशाख 2082 साल 1 महिना 23 गते होइन, आजको अपडेट अनुसार यारचङमा पाइरहेछ। अनि 22 भयो अरे, आज चाहिँ 22 गते, वैशाख 22 गते। अनि यारचङको सिजन पनि भर्खरै स्टार्ट हुँदैछ होइन। अनि यसलाई चाहिँ हामी अब बिस्तारै अपलोड गर्छौँ। यो भिडियो चाहिँ यहाँ नेट चल्दैन, करिब हामी 2-3 दिन पछि चाहिँ गाउँतिर गयो भने हाल्छौँ होइन, नेटमा हेर्न सक्नुहुन्छ होइन। यही है गाइस। ल यति बेला फाइनल हामी गुनासोको लेकमा है, कश्मीर भनौँ न, यो चाहिँ देखिरहेको होइन, गुनासोको कश्मीर होइन। दोबाल त ठाउँ हामी चाहिँ विशेष गरी यारचङमा सङ्कलन गर्न आइरहेको यो गाइस होइन। यहाँ यो चाहिँ गुनासो होइन, गुनासोको पाटन होइन। अनि उतातिर जताततै हुस्सो लागिरहेको छ। हामी चाहिँ भोलि त्यो लेक क्रस भएर जुम्ला जान्छौँ होइन। उतातिर त्यो चाहिँ भोटेहरू होइन बसिरहेको छ डाँडामा। उता देखिरहेको चाहिँ त्यो चाहिँ गुनासो होइन, भोटेको गोठहरू हो। अनि त्यो चाहिँ प्रायः यारचङमा सङ्कलन गर्ने किरा खोज्ने ठाउँ होइन। अनि जताततै हुन्छ, उतातिर प्रायः वन आगो लगाएर चाहिँ होइन मान्छेहरूले। सायद किरा नपाएर होला, किरा पनि पाउँदैन। यसपालिको सिजन चाहिँ अलिकति डाउन छ, पानी नपरेर होला सायद, त्यही भएर नि होला पाउँदैन। उबाट म चाहिँ जाँदैछु होइन, गोली जुम्ला हाम्रो
बर्थ प्लेस होइन गाउँतिर भनौँ। यहाँ चाहिँ खोइको मान्छेले चाहिँ यस्तो बनाएको रहेछ, यो चाहिँ मलाई मन पर्यो। त्यो यसो भिडियो सुट गरिदिउँ त भनेर गरिरहेको, त्यही हो होइन गाइस। अनि हामी चाहिँ अब यो बाटो भएर जान्छौँ होइन, समथिङ देखिरहेको चाहिँ गुनासोको भ्यू भनौँ न। यो देखिरहेको चाहिँ गुनासोको एरिया होइन। यहाँ चाहिँ मान्छेले याकहरू चारेर ल्याएर रहेछ, चौरी याक होइन, गाईहरू भनौँ न। उहाँ चाहिँ एकजना डोल्पाको ब्रदर हुनुहुँदो रहेछ होइन। अनि यहाँ चाहिँ याकहरू रहेछ, त्यहाँ चाहिँ भर्खर चारेर ल्याएछ भनौँ न। अनि यो चाहिँ देखिरहेको चाहिँ के भन्छ गुनासोको एरिया भनौँ न। यहाँ चाहिँ के भन्छ स्थानीय बस्ती गोडहरू भनौँ न, प्लस मलहरू गर्ने होइन, रमन पनि भनौँ र। अनि यहाँको स्थानीय नाम चाहिँ गुनासो होइन। अनि उता देखिरहेको चाहिँ तलतिर होटलहरू छ, यहाँ पनि छ पुरानो पुरानो जमानाको घर। हेर्दा लाग्छ झट्टै मनाङ मुस्ताङको झल्को लागे जस्तो होइन। अनि यहाँ पनि एउटा गोठ रहेछ, त्यो गुनासोको एरिया होइन। अनि विशेष गरी हामी चाहिँ भोलि घरतिर जान लाग्यो होइन। यसपालिको सिजन चाहिँ अलिक डाउन छ भनौँ न, सिजन डाउन भयो भने एडसँग खासै त्यति पाउँदैन। अनि त्यो भएर सो हामी घरतिर जान लाग्यो, यही हो होइन। अनि हाम्रो जाने बाटो चाहिँ भोलि यतातिरबाट भोलि इडली काटेर हामी उता जान्छौँ। उता जान बित्तिकै नजिकै के भन्छ डोल्पाको छल भन्ने ठाउँ निस्किन्छ अरे। त्यहाँबाट चाहिँ हामी गाडी हुने ठाउँ हुँदै हामी जुम्ला पुग्छौँ, त्यही हो गाइस।